नमस्कार सम्पूर्णजना, तपाईहरुको माझमा फेरि भिडियो लिएर आइसकेको छु। तपाईहरुलाई कतिजनालाई लाग्छ कि यो जेनजीको परिवर्तन आएको परिवर्तन हो? मलाई लाग्छ यो जेनजी युवाको खुनसँग होली खेलेको परिवर्तन हो। यो परिवर्तन केही भएको पनि छैन। तपाईले मध्य प्रदेशको अहिले अवस्था हेरि नै सकिनु होला, हेर्नै सकिनु भयो होला। किनकि भने तपाईले मलाई त 1% पनि लाग्दैन 72-73 जना बाबु नानीहरुको मृत्यु भयो। त्योको परिवर्तनको अहिलेको अवस्था छ। यिनीहरुलाई त सिम्पल लागिरहेछ, केही भएको पनि छैन लागिरहेछ मलाई। यिनीहरुको मान्छे त्यतिकै गुण्डा गरे त्यस्तै भइरहेछ। अनि हामी कहाँ गइरहेछ? यो चुनाव गर्ने त हामीहरुको त्यो उद्देश्य थियो न। चुनाव त पहिला पनि संसदीय प्रणालीको भइरहेको थियो। अनि यो चुनावै प्रक्रियाबाट हुन्थ्यो भने किन यति जना मर्नु पर्थ्यो? अनि मर्यो भने के परिवर्तन हामीहरुको हात त्यतिकै खाली छ। केही परिवर्तन भएको छैन। तपाईहरु ढुक्क बस्नु होला। हाम्रो यो सुशीला म्याम तपाईले के गर्नु बस्नु भएछ? यिनीहरुलाई न कारबाही गरेको न केही गरेको। यिनीहरु अझै उर्फिरहेछ, धेरै उर्फिरहेछ। अनि तपाईले भन्नुभयो कि धेरै परिवर्तन, मलाई चाहिँ केही परिवर्तन भएको छैन। यो बाबु नानीको मृत्युसँग मजाक गरेको तपाईहरु। यो संसदीय प्रणाली फेरि जान्छ, फेरि यिनीहरु सत्तामा त पक्कै जान्छ। यिनीहरुको सिट आउँदैन त्यो तपाईहरुको मानसिकता होला, तर यिनीहरुको धेरै सिट आउँछ। यिनीहरु कार्यक्रम गरिरहेको छ। यिनीहरुलाई केही भएको छैन, कसैको मृत्यु भएको छैन लागिरहेछ। अनि तपाईहरुले भन्छ कि परिवर्तन छ। यो केही परिवर्तन भएको छैन। यो जेनजी युवा सानो बाबु नानीहरुको खुनसँग होली खेलेको तपाईहरु मात्र, त्यतिकै मात्र हो। अरु केही भएको छैन यो देशमा। मलाई लाग्छ यो अहिले परिवर्तन भएन भने कहिले पनि परिवर्तन हुँदैन। सबैभन्दा पछाडी हाम्रो मध्य प्रदेश छँदैछ। यिनीहरु आफ्नो स्वार्थको लागि त मान्छेहरुलाई कहाँसम्म पुग्छ त्यो पनि थाहा छैन। जय मधेस, जय नेपाल।